अहिले चाहिँ हामी भाजामा छौँ स्ट्यान्डमा एन्ड टुडे वी आर गोइङ टु लाचुङ एकदम रमाइलो हुन्छ मी एन्ड माई फ्रेन्ड्स हाम्रो क्लासमेट्सहरू अनि इन्क्लुडिङ द टिचर्स होइन अनि मसँग साइडमा चाहिँ अहिले हुनुहुन्छ सो के भन्नु छ आजको ट्रिपको बारेमा या सो अहिले भने चाहिँ अब हामी कति 5-6 जना मात्रै आइसक्यौँ अझै आउनु बाँकी छ अनि या त्यही हो अब 9 बजे हिँड्छ गाडी यहाँबाट सो लेट्स सी के हुन्छ 9 त अलरेडी बजिसक्यो यहाँनिर अब जानुपर्ने हुन्छ दामी भ्लग बनाउँछ ल योपालि टिचर्सहरू 3 जना टिचर्स छ ऊ चाहिँ साथी हो चस्मा लगाउने गौरव यु आर रोइङ हेलो हम लोग कहाँ जा रहे हैं कुछ बोलो क्या बोलूं अभी तो बोलने ऊपर मिलेंगे ऊपर अभी नहीं मजा आ रहा है क्या मजा आ रहा है गाना सुनते हुए जा रहे हैं हिँड्यो है गाइस हामी चाहिँ अब लु है त गाडीमा हिँड्दा हिँड्दा थाकेर वाक्कै भन्छ ऊ अगाडि गयो सुपारीको किन्ने रहेछ ऊ हेरौँ न त अगाडि नै गयो त आम्मामा टुरिस्टहरू त लु है त ट्रिप कैसा चल रहा है सर This place is so good. वाह कस्तो हुँदैछ कहिले आम्मा हो गाडीमा कस्तो हुँदैछ मजा आउँदैछ आम्मा हो हाई गाइस हामीले भर्खर खाना खाइसक्यो त्यो खाना खाएको क्लिप चाहिँ हाल्नु पाएन किनभने हामीलाई बेसी भोक लागेको थियो होटल चाहिँ यो हो यस दिस इज द होटल खाना कस्तो थियो मिठो थियो भेज तर मिठो थियो 2 दिन सुत्नु खानुको चाहिँ हामीले अन्डर त होइन 2000 रुपिसमा खाना चाहिँ यहाँनिर दिन्छ तपाईँहरूले नम्बर हामीले दिन सक्छ चाहिएको यहाँनिर हो देखाइदिनुहोस् यहाँ हो भित्र मान्छेले खाना खाँदैछ त्यही भएर नदेखाउने अप्ठ्यारो हुन्छ हो यो गाडीमा गएको जानु चाहिँ हामी यस गाडी नम्बर पनि हेर्दा हुन्छ मुनि यो चाहिँ हाम्रो साथी थार्केर नि गएको पर चाहिँ थाल्यो चाहिँ यो मान्छेले मिलाएको हाफ ज्याकेट लगाइरहेको छ बेज जम्पर लगाएको उसले सर्ट हो ब्ल्याक कलरको लगाउनु चाहिँ त्यति साह्रो डिटेल्स देखाइदिएको भनिदिएको अब उतातिर जाउँ भ्यूहरू देखाइदिन्छु तपाईँहरूलाई हो त्यही हो उसको थोप्रामा हेरिहाल्नुहोस् अब आउने भाइ जान अन्त जग्गा चाहिँ कस्तो लाग्यो तँलाई जाडो चाहिँ जाडो हुनु थाल्यो अब चाहिँ ए दामी फ्रेम आयो त यस्तो छ जग्गा गाडीमा वाक आएन योपालि चाहिँ अहिले आउँदैन मलाई वक वारमा जान आँटेको जस्तो देख्दो रहेछ नि पाहाडीमा टुप्पा हेर्दा वारमा गाडी 2टा गाडी हो 20 जना टोटल हामी यहाँ हेर्नुहोस् न कस्तो राम्रो लेखेको छ बी काइन्ड टु एनिमल्स भनेर
ओके गाइस अब हामी डाइरेक्ट माथि पुगेर भेटौँ। लाछुङ लाचुङमा अहिले जाँदा जाँदा त केही पनि देखाउनु पाउँदैन। एक दुईवटा ठाउँमा रोक्यो, अल्छी लाग्दो, बोरिङ थियो, क्राउडेड बेसी हामी नै अलस तलस हुन्छ गाडीमा। अहिले हिँडेको नभनेको हामी 10 बजीतिर हिँडेको भनौँ, 10 बजी हिँडेको, अहिले 1:30 जस्तो भइसक्यो। अब चाहिँ 2-3 घन्टा लाग्छ अरे। मेन डेस्टिनेसनमा पुगेर हामीले देखाउनु छ। लाचुङ चाहिँ मेन हो। त्यहाँदेखि भोलि मजाले घुम्ने, भोलिको चाहिँ दामी गर्ने हो। अहिले चाहिँ थाकी पनि रहेको छ हो, त्यही हो। लस भेटौँ अब एकछिन। खतरा अमिरा केही भनिदेऊ लु, भनिदेऊ न। गाइस हाम्रो अगाडि क्या दामी भ्यू छ हो, ल्याइदिउँ, ल्याइदिनु। यही हो, आइपुग्यो। अब आइपुग्न त्यो 5 किलोमिटर छ। वाउ कसम दामी। खतरा गाइस हामी चाहिँ यहाँ अब फोटो खिच्न लाग्छ। अब म उता लान्छु। फोटो खिच्दा छ, पानी आएर छाता छ। लाचुङ आइपुगे, लाचुङ। वेलकम टु लाचुङ। ल गाइस हामी चाहिँ लाचुङ आइपुगिसक्यो है, आइपुगिसक्यो। ल हेर्नुहोस् हाम्रो वरिपरि चाहिँ यस्तो छ है। ल आम्मा हामी बस्ने होमस्टे चाहिँ सायद यो होला, यताभरि कुन चाहिँ एउटा हो याद छैन। ल अब सामान निकाल्नु पर्ने हुन्छ। गाइस हामी भेट पुगिसक्यो हो, अब जानुपर्ने हुन्छ रुमहरू कसको के छ। वाह केटीहरूको रुम होला यो सायद। आमा हाम्रो तलै छ हेर्नु। ल सबैजना यसमा यो यस्तो गरिदिन्छ अहिले मेरो कुराले होइन। ल रुमहरू वासरूममै होला त अन्त। अरे रिया कैसा चल रहा? मस्त चल रहा? सबै हो। कैसा चल रहा? सब कुछ ठीक बा? So you can see the room. लो लो लो। आज हम लोग यहीं पे सोएंगे, बहुत बढ़िया रूम है। यहाँ भी जाना बस। यहाँ भी जाना बस। लो Resort. हम लोग म नि हेरिहाल्नुहोस् ल। Resort. यस अमिरा ल फ्यापुलो भनिदेऊ। त्यही हो अब हाम्रो। म तपाईँहरूलाई हामी कहाँ सुत्दैछ त्यो देखाउने हो। हामी सुत्दै चाहिँ हामी 3जना यहाँ सुत्ने, म चाहिँ यहाँ एक्लै सुत्ने।
आर्यन र गौरव चाहिँ यहाँ सुत्छ हो त्यति हो मौसम यहाँ छ खिड्की बन्दै थियो तर पनि फुट्यो यस भाइ यहाँ सुत्ने तिमीहरू 3 जना त अट्ने रहेछ मजाले है ज्यादै अप्ठ्यारो माने नि सुताइदिनु हामी केटाहरू चाहिँ यहाँ रहेछ नि त है सबैजना बत्ती पनि छैन ओ ऐना फुट्यो अरे घरको हाम्रो पनि त्यस्तो भइदिएछ फुटेछ ऐना होइन कि उयोहरू हुन्छ नि चेयरहरू प्यासेजमा राखेको टेरेसमा राखेको सबै उडाइदिएछ बाङबुङ पार्दैछ हाम्रो चाहिँ लगाएको खिड्की पनि फुटाइदिएछ हावाले कहाँ फुट्यो हाम्रो चाहिँ त्यस्तो भएन रहेछ कालो भएको छ अरे गान्तोकमा त दिनै कालो हेर्नु हो यो हाम्रो रुम यो चाहिँ हाम्रो रुम हाम्रो ब्यागहरू यहाँ छ हो केटाहरू सबैको यहाँ छ कसको के हो मलाई पनि थाहा छैन यो र यो चाहिँ मेरो हो त्यति नै हेलो हो भन्दैछ यस यस हेलो आन्टी नमस्ते माथि यसमा 4 जना हैन यसमा 2 जना यसमा 2 जना अब खान्छ 3 जना जो मेम्बर हुनुहुन्छ उतापट्टि एकछिन सर हामी एडजस्ट गर्छौँ अहिले कल गर्छु हैन नि हुन्छ कम्प्युटर 2 जना हुन्छ हामी त 3 जना हाल्छौँ नि यहाँ सानो नानी एउटा एक्स्ट्रा कम्प्युटर यहाँ दोला छ नि हेर्नु नि यस्तो अहिले अब अलि जाडो छ नि एकदम पुरा यो भइहाल्छ 3 जना बस्दा हुन्छ एउटा थियो कि 2टा लगाएको हामीले तपाईहरु चाहिँ जाडो लाग्छ होला भनेर अनि यहाँ 3 जना हरि माथि 2 जना 3 जना मर्छ 2 जना मर्छ जति पनि हो तपाईहरुको अब अनि एक जना चाहिँ त्यहाँ सुत्छ भन्दै हो त्यहाँ अझै सुत्ने भने 2 जना माथि हैन हजुर तपाईहरु टोटल मिलाएर 20 जना हैन हजुर 20 जनामा तपाईहरु यहाँ हुँदैछ 16 जना हैन 16 जना यहाँ आरामले 2 जनाले गर्दै अटिहाल्यो 4 4 8 हैन 17 जना छ अनि यहाँ 4 4 अनि यहाँ 4 4 हजुर भइगयो त मिल्यो नै त्यो छन् उयो गर्नु पर्दैन नि ए नै हैन कम्फर्टेबल होस् भनेर 2 जनालाई कम्फर्टेबल हुँदैन हामी 3 जना छ नि ए 3 जना हामी 3 जना एउटा रुममा हो त्यसो भए त्यो लगाउनु पर्यो हजुर त्यसको लागि त्यो ब्ल्याङ्केट चाहिँ एउटा एक्स्ट्रा दिनुहोस् न पिलो र ब्ल्याङ्केट चाहिँ हुन्छ ठिकै छ हौ किन कस्तो छ ये वो हमारा रूम इधर टीचर लोग का रूम बाकी दिस इज द सेटिंग और ये छोटा सा प्यारा सा एक होटल जैसा है इधर खाना पीना चाहिए हम लोग चाय पीने आई थी कि वो क्या बोलते हैं करंट चला गया एंड ये लाइट अभी टिप 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 तक भूतिया फिरी अब सब लोग आ गए हैं आशीष जिसका फ़ोन है मैं पकड़ी हुई हूँ तो ये लोग इधर हमारी मैम इधर हमारे थॉर सर दिखाई कम देगा क्योंकि नमस्ते आई लाइक दिस ओह नाइस नाइस एंड हियर इज आवर परनीता और तेरा फोन दे तो नॉर्जी ऐसा कैसा लग रहा है बहुत ज़्यादा ठंडा है ठीक है ये है किचन नाचुक में ऐसा ही है सिस्टम हम लोग जा रहे हैं ये लोग सब मैम है मैम हाउ यू आर फीलिंग गुड ओके बिहानको ठन्डा हावा खाँदै हामी आइसकेको छौँ चिया खानु अनि हाम्रो अगाडिको भ्यू चाहिँ कुछ यस्तो छ एकदमै दामी एकदमै सुन्दर सुन्दर लड्कियाहरू पनि हेरिहाल्नुहोस् आमा बिहान बिहानै मेकअप गरेर सुन्दर लड्कियाहरू आहा पारी पनि चिसो वेदर पनि चिसो ठाउँ पनि चिसो एकदम दामी त चिया खाऊ घर जाऊ चिया खाऊ घर जाऊ मजाले ल त ल हाम्रो ब्रेकफास्ट आयो त चिया ठिकै चिया
It's some bread and jam. At this, हिजो कसले ज्यादा नबोल बोल्नु ए एसएमआर ज्यादा चाहिँ लामा भनेको पनि तामाङै हो यो गर्छ तितुङहरू नै हुँदो रहेछ काकोहरू चाहिँ अब हामी निस्केको यहाँदेखि अब हामी अहिले हामी लाचुङमा छौँ होइन यहाँदेखि चाहिँ अब हामी योमथाङ भ्याली जाने त्यहाँदेखि 0 पोइन्ट जाने त्यहाँदेखि आएर त्यहाँदेखि हाम्रो 1-2 काम छ त्योहरू गर्ने सो अब हामी सबैजना रेडी भएर बाहिर छौँ सो देखाइदेऊ सबैलाई क्यामेराम्यान कति फोकस गरौँ हाई भन न हाई सरलाई बोल त सर सरहरूलाई पनि बोल्नु लगाउ न Good morning, one and all. Let's start our class. More classes. So यो चाहिँ हाम्रो माउन्ट कटाउ भन्ने माउन्ट रहेछ माउन्टै हो मैले के भनेको यो परको मलाई के पो भन्दै थियो सात यो परको Wow, so amazing. Lighten up, take me on your magic river. Tell me all your dreams align. Sign me up and tell me about the people that you know who are trying to feel alive. Life can get hard, so honey, if you need to Guys. cry. होइन होला हौ अम्बो खतरा हो स्नोफल हुँदैछ ढले बाटोमा आउँदा आउँदै ढलिसकेको थिएँ म कसम को हो यो हिर्काउने त यहाँ पो रहेछ त यिनीहरू सुत्नु पर्ने हो यहाँनिर चाहिँ अब एकछिन परतिर जाउँ स्नोफल पनि हुँदैछ दामी स्वर्गै हो यो धरतीको स्वर्ग खतरा परैतिर जाउँ न एकछिन परैतिर ओ भाइ जाडो छ जाडो यस सर एकछिन भ्लग गर्दैछु म गर्नु पर्नेले यस्तो दामी जग्गामा पुइ फर्स्ट स्नोफल देख्छु भने चाहिँ सोचेको थिइनँ तर देखेँ एकछिन त यस्तो जग्गामा पनि आउनु पायो है लाइफमा स्नोफल पनि देख्नु पायो रमाइलो लाग्यो एकदम जग्गा चाहिँ तर अफसोस कि बात यहाँदेखि उता 0 पोइन्ट चाहिँ बन्द छ अरे जानु पाएन त्यो चाहिँ
अब हामी गफसफ गरौँ न हिउँ खेल्दै लु यहाँ यो देऊ न एकछिन तिमीलाई कस्तो लागिरहेछ आज फर्स्ट टाइम हिउँ देखेको है तिमीले त मजा आयो यो पत्ताबाट निकाल्नु निकाल न अन्त पापाले बिग्रियो दामी है जग्गा जग्गा कस्तो लाग्यो राम्रो लाग्यो कत्रो हो ल ल ल ल ल मर्छ त्यसले ल ल ल ल ल ओए कसले खायो मलाई ओए अहिले भने चाहिँ हामी आइसकेछ युमथाङ भ्यालीमा हेरिहाल्नुहोस् बाटो चाहिँ हेर्दै हिँड्नुपर्ने हुन्छ नि तर चिप्लो छ कि अरे ल ल ल ल ल ल ल यहाँ पर जानुको लागि त गम्फोर्टै चाहिन्छ होला नि त है चिप्लिन्छ होला नि त मेरो त चिप्लिन्छ नि चिप्लिने खालको छ कि यसरी बढेको है सफ्ट रहेछ है हो रहेछ यहाँको अलिक सफ्ट रहेछ तलको भन्दा ओके सर लु है त फोटो सोटो पनि भयो अब लाग्ने मेरोमा पनि बोल्दैनौ न अन्त तिमी त बोल्दैनौ त साथीहरू छ हेलो फेफ्लो म चाहिँ अमेर लामा हो अनि हामी युमथाङ भ्याली आइरहेको छ आशिष जोजोको के भन्छ यो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला है तिमी पनि भन्थ्यौ हुन्छ म चाहिँ के भन्नु भन्दा अन्यमासे हो फोटोहरू कति खिच्यो अन्त फोटोहरू खिच्दैछ कतिको 0.9 गएर पनि खिच्नु छ स्नोफल हुँदैछ हुँदैछ मजा आहा लु 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 एउटा मजाको पोस्ट लु एउटा मजाको सिनेमेटिक हुन्छ लु अरे रिया कुछ बोलना है क्या कैसा लगा लाचुम युमथाङ वैली अभी स्नो वैली बन चुका है और यस अब फर्स्ट स्नो 0 पॉइंट जाने का है ना 0 पॉइंट बोल रहे अंकल की पॉसिबल नहीं है बट आई होप हम चले और एंजॉय करें बहुत सारे कस्तो दामी जग्गा हो यस्तो जग्गा चाहिँ झन् Things are gonna haunt us, we'll just have to put aside. यो जग्गा आइपुग्यो 0 पोइन्ट चाहिँ नजाने भयो बिकज हिउँले यस हिउँले गर्दा ब्लक भइरहेको रहेछ स्नोफल एरियामा हेरिहाल्नुहोस् मम्मी तपाईँको छोरा कहाँ आइपुगिसक्यो यस्तो दामी जग्गामा आइसक्यो हो आई विस हामी सबैजना फ्यामिली सबैजना आउनु पाएको भए झन् रमाइलो हुन्थ्यो है त्यस्तो भन्नु तर हो हुनु चाहिँ हो रमाइलो हुन्थ्यो ओ माई गुडनेस के हो यस्तो हेरिहाल्नुहोस् के हो चार्ज नभएर चाहिँ हाउडै भइदियो नि भ्लग गर्दैछु नि म यता हाम्रो ड्राइभर अङ्कल हुनुहुन्छ है अरे आज माथि जाउँ न हामी सर हाउ आर यु मजा आइदियो कस्तो लाग्यो मलाई त एकदम दामी लागिरहेछ दामी आम्बो गाइस के हो यस्तो मम्मी अर्पणा के हो यस्तो
हेर त कहाँ आइपुग्यो म तर चिप्लो चाहिँ हेप्पी चिप्लो हुँदो रहेछ कि जुत्ता चाहिँ मेरो पुरानो जुत्ता हो कि डिपै छैन कि हौडे भइदिन्छ ग्लोभ्स लगाउने बेला आयो क्या यस्तो पाराले या ओ 10 बज्दैछ अन्त जुत्ताको बिग्ने जुत्ता त अब म पनि 1-2 फोटो खिच्छु त्यहाँदेखि अरे यो हो नि त सर ओहो जाउँ है 10 जाँदा खुट्टाहरू अम्बो ई मम्मी ई हेर्नु भ्लग हेर्दै अब के गर्नु अब तपाईँहरू हेर्नु मात्रै हो तर हात चाहिँ बट हेराउने क्या आम्मामामा ई कालो भइसक्यो चिसोले यो चस्मा मैले किनेको पनि कति भएको 2 वर्ष भएको थियो लगाउनै पाएको थिइनँ फाइनली यो वर्ष चाहिँ लगाउनु पाएँ खुसी लाग्यो ओपनिङ पनि भइदियो तर हुनु चाहिँ हो रहेछ सास चाहिँ बढ्दो रहेछ है कुद्नु चाहिँ नहुने रहेछ हामी खासमा जङ्गु जाने प्लान थियो होइन डिपार्टमेन्टबाट सबै डिपार्टमेन्टको त्यो ब्याच होइन हाम्रो ब्याच मात्रै योपालि लास्ट हो नि त हाम्रो अनि त्यही भएर जङ्गु जाने ट्रिप थियो तर त्यो क्यान्सल भएर लाचुङको प्लान भयो अचानक सो या लाचुङ आएको राम्रो भयो हामी दामी भयो कसम खतम अनि मैले बिजी त सक्यो मेरो ग्रुपहरू तलैतिर छ म माथि आइसकेँ माथिल्लो Just need to cry. Come love, share my pillow, and rain, rain, go away. Been some time since you fixed me. I'll never forget your time. ल अब चाहिँ लाग्दै क्या हामी हिउँ पनि खेलियो मजाले मजा पनि गरियो साह्रो हातेर नि मजा आइदियो तर चाहिँ फर्केको अब गौडले यो चाहिँ अलिक राम्रो खिच्दैन रहेछ मेरो यो फोटो उतालाई दिनु परेन हामीलाई उतालाई जिन्दै जिन्दै यसो हुँदैन के साह्रो गनगन गऱ्यो अहिले भने चाहिँ हामी यो मान्छेको घरमा छ है करा छ है लुक्स है भएको हेरिहाल्नुहोस् हाम्रो ह्यान्डसम बोय ह्यान्डसम भन्दा चाहिँ हेर्दै गरे है ढाड उठाएर
टाउको यता छ हाम्रो जिनियस गौरव यता रिया दे नर्सी तामाङ परिणिता छेत्री यता सोनाम यहाँ चाहिँ यो कमन रहेछ यहाँनिर लाचुङमा चाहिँ चिया पकाउँदैछ यो मान्छेले चाहिँ अहिले भने चाहिँ हामी के भन्छ फिल्ड वर्क गर्दैछ म्यामले अब हामीलाई टास्क दिएको छ हो हो त्यो गर्दैछ अब डेटा कलेक्ट गर्नु इन्फर्मेसन्सहरू कलेक्ट गर्नु अनि त्यसको प्रेजेन्टेसन्सहरू पनि हुन्छ भन्दैछ सो त्यसको लागि हामी आएको छौँ आएको होइन अब यहाँ डिस्कस गरेको कस्तो पाराले गर्ने के पाराले गर्ने भनेर अनि गरिसकेपछि अब हामी सुत्ने अनि भोलि फर्किने घर अहिले चाहिँ पानी पनि पर्दैछ बाहिर तातो भएर बसिरहेछौँ हामी I'm really happy to be here. Yeah. This is like one of the most beautiful places I've visited this year. I think Lachun is like, I should say it's one of the best places. Yeah. And I haven't met so many people here yet, aside Sonam. I met two girls there, okay? Shirin Gitien and her younger sister, they were really nice to meet. And, yeah, this, today we went for a long sightseeing. Yeah. They're at Umtang Valley. We were not able to go to 0 Point because there is no port. But we really enjoyed it, and I love my students. I truly love my students. We love you too, sir. अहिले भने चाहिँ खाना खान आँटेको बेलुकाको आजको लागि लास्ट डिनर भोलि हामी गान्तोक जाने घर जाने यहाँदेखि फर्किने ओ लाइटमा आयो त अहिले त हाम्रो ट्रिपको बारेमा के भन्दैन कस्तो भयो कस्तो रह्यो राम्रो भयो ठिक तर पुरा जाडो भयो हामीलाई चाहिँ खानाहरू आज अन्डा हिजो चिकन थियो है आम्मा ल है त खाइदे ल मर्निङ सबैलाई आज चाहिँ डे 3 अनि आज हामी फर्किने दिन अहिले म टेरेसमा जाँदैछु टेरेसमा हेर्नुहोस् घाम लागिरहेको छ रेडी पनि भइसक्यो अब 8 बजी फर्किने 7 बज्न आँट्यो अहिले Bye bye,